धेरैले मलाई सोध्नुहुन्छ, महावीर तिमी गाउँमा बसेर के गर्छौ, तिम्रो दिन कसरी बित्छ? आज म तपाईँलाई यही भन्न चाहन्छु। मेरो यो गाउँको सादा र वास्तविक जीवन देखाउन गइरहेको छु, जहाँ ढुङ्गा माटोको घर छ तर मनभरि शान्त छ है। सहरमा बिउजिँदा पनि आलारामले बिउजिनुपर्छ, तर यहाँको चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजले बिहान हुन्छ। धाराको चिसो पानी काँधमा नाम्लो र यो उकाली ओह्राली मान्छेलाई लाग्न सक्छ। यो जीवन गाह्रो छ, तर यही मेहनतले हामीलाई बलियो बनाएको छ। यहाँ त जिम जानु पर्दैन नि, किनकि यति ठुला ठुला उकालो काट्दा बित्तिकै शरीर एकदम बलियो हुन्छ। हाम्रो गाउँमा एउटा विशेषता छ, यहाँ कोही पनि पराई हुँदैन। बाटोमा भेट्दा सन्चै छौ बाबु भनेर सोध्ने आमाहरूको त्यो मायाले सबै थकाइ मेटाइदिन्छ। के गर्नु, तर यहाँको वास्तविकता फरक छ। भएका युवा सबै बाहिर गइसकेका छन्। यहाँका बुढापाका वृद्धहरूलाई धेरै नै गाह्रो भएको छ। अङ्कलको कुरा सुनिदिनु एकछिन। यो परिस्थिति चलिरहेको यो हेर्दाखेरि यो गाउँमा यस्तो परिस्थिति छ, यो हेर्दाखेरि तपाईँलाई कस्तो लाग्छ? गाउँको परिस्थिति हेर्दा त गाउँमा कोही युवा छैनन्। कृषि योग्य जग्गा पनि बाँधो भइरहेछ। युवाहरूलाई रोजगार नपाएर विदेशमा भुल्टानी परिरहेछ। यही नेपालको बेरोजगारले गर्दा हो। नेपालमै रोजगार भए त उनीहरू पर्यटकमा जाने पनि थिएनन्। यो बेरोजगारी कारणले नेपालीहरू गाउँघरमा एउटा मरेको मुद्दा पार्ने पनि युवाहरू छैनन्। यो गाउँमा मतलब बुढाबुढीलाई कतिको दुःख पीडा परेको छ होला? गाउँमा बुढाबुढीलाई त भन्यो भने खम्नै नसक्ने पीडा छ। केही खाने चिज पनि छैन, काम गर्न सक्ने शक्ति पनि हुँदैन। उनका छोरा युवाहरू विदेशिएका छन्, एकातिर खाना लाउनमा पीडा भइरहेको हुन्छ, अर्कोतिर छोराछोरीको चिन्ताले पीडा छ। अर्को हामी कहाँ जाने, के गर्ने, छोराछोरीहरू त्यही देशमा रहने हुन्थ्यो भन्ने यस्तो पीडा भइरहेको छ गाउँघर बुढाबुढीहरूलाई। अब के गर्ने, जिन्दगी यस्तै छ। गाउँको जीवन भने जस्तो हुँदैन, सोचे जस्तो हुँदैन। जे भने पनि ठिकै छ, चलिरहेकै छ, गरिरहेकै छौँ। सबै बुझ्नुभयो। र अर्को कुरा के भने चाहिँ यही मेरो सुन्दर घरमा बसेर यही मोबाइलमा अनि भिडियो एडिट गरेर पोस्ट गर्ने काम गर्छु। मलाई विश्वास छ, यदि हामीसँग सिप छ भने गाउँको कुनाबाट पनि हामीले संसारलाई आफ्नो कथा सुनाउन सक्छौँ।